जुन चाहिँ यो तपाईँको धकधकाई बजारमा छौँ र यहाँबाट भैरवा त्यस्तै 12-13 किलोमिटर होला जुन चाहिँ हाम्रो यात्रा रहेको छ धनगढीसम्मको। तर यो हाम्रो चाहिँ यसमा चाहिँ रेगुलरवाला भ्लग आउँछ। त्यही हो जुन चाहिँ आज पहिलो भ्लग पहिलोपटक भ्लग हाल्दैछु त्यसैले होइन यसो जानेको कुराहरू बुझेको कुराहरू तपाईँहरूले भनिदिनु होला के गर्ने कसो गर्ने भनेर होइन। यहाँ चाहिँ अहिले हुसुरै बिहान तपाईँको 7 बजिसक्यो होइन। त्यही पनि एकदम चिसो छ कि यहाँको स्थिति। अहिलेसम्म त हुसुलाएर बाटोमा केही दिएको थिएन, अहिले अलि बल्ल अलिअलि ल्याउनु थालेको हो यो। अहिले यो हाम्रो नि यहाँ टोल ट्याक्स अहिले लागु भएको छ यहाँ भैरवमा। सडक दस्तुर सङ्कलन भन्ने यो टोल ट्याक्स लागिरहेको थियो चाहिँ अहिले। अनि यहाँ चाहिँ एकदम अहिले लागु भएको नयाँ चिज यो घाट चलाएर काट्ने। अनि यहाँ चाहिँ तपाईँको कता जाने अब यता बुटोल जाने बेनी बुटोल जान्छ। यहाँ तपाईँको सर्टकट तपाईँको यहाँ तपाईँको उता कनडा जान्छ यहाँबाट। जुन चाहिँ तपाईँको लुम्बिनी रोड हुँदै जान्छ कि यो लुम्बिनी रोड हुँदै जान्छ। र यो हाम्रो यो बिहानको भ्यू चाहिँ यस्तै छ। सर्टकट उताको बाटो डाइभर्सन छ अनि त्यही भएर जाँदा त उतैबाट जित्छ। तर दिउँसो जाँदा चाहिँ त्यो बाटो जित्दैन किनकि गाडी धेरै हुन्छ, जाम धेरै हुन्छ। त्यही कारणले हो हामी चाहिँ यता जानुको कारण। हामी चाहिँ लुम्बिनी रोडबाट टक्क मासतिर जानुपर्छ पश्चिम साइड। यो चाहिँ हाम्रो लुम्बिनी गेट जुन चाहिँ अहिले बनेको नयाँ। हाम्रो यो चाहिँ अहिले हाम्रो पानी यस्तोमा चाहिँ छेउछेउमा पानी हालिदिनु पर्ने कि किनकि यहाँ हेर्नु न तपाईँको धुलो जमेर बसेको छ पुरै धुलो। तपाईँको यता अहिले लुम्बिनीभित्र पार्किङ चाहिँ अलि अगाडिबाट भित्र छिर्नुपर्छ होइन। गाडी भयो जानुपर्छ यहाँबाट तपाईँको भित्र। यहाँ पनि यो चाहिँ लाइब्रेरी जस्तो लागिरहेको छ मलाई। मैले आएको त छैन एकचोटि आउने हिँड्नु त हिँडिरहेको बाटो तर त्यहाँ भित्र छ ठुल्ठुलो मन्दिरहरू चाहिँ होइन। अनि यता पनि छ यहाँ टुरिस्ट बसहरू छ यता पनि साइडमा। पार्किङ यहाँ छ। यो चाहिँ यहाँबाट भित्र पार्किङ जाने। तपाईँ यहाँबाट भित्र सबै ठाउँ घुम्नु पनि हुन्छ। अहिले चाहिँ हामी यो बनकबासको उकालोतिर उक्लिरहेको छौँ साथीहरू। हामी जाँदैछौँ होइन। अनि अब यसो गरेर भाङ्गलामा खाना खान्छौँ। त्यही हो अर्को बाटो। मजाले गाडीलाई मजाले पिकअप दिएर यतिकै हिँड्नुपर्छ। माल त त्यही 6-7 टन छ, त्यही पनि किन खिच्नु होइन।
तेल तेल मात्र बेसी खान्छ त्यसैले बिस्तारै आनन्दले गाडीले सिटी पनि खाएर छैन होइन आनन्दले लानुपर्छ कि अब आज झर्ने होइन झरेको हतार गरेर हिँड्नु गराउनु दौडिनु होइन आज पुग्दा नि पुग्दैन होला अनि कहाँबाट झर्छ भोलि गर्ने हो माल त बिस्तारै अब बिस्तारै तेलमा हिँड्नुपर्छ होइन रोड पनि एकदम सुनसान छ किन यस्तो भयो पुरा सुनसान छ त रोड त गाडीहरू जान्छ कि हाम्रो त अहिले यस्तो चाहिँ हिँडेर होइन चलाएर पाहाडतिर चढ्दा बहुत मजा आउँछ कि मलाई त गाडी चलाउनु त उकालो ओह्रालोमा मजा आउँछ बढी त उकालोमा आनन्दले हिँड्न पाइन्छ ए सिधामा भयो भने गियर चेन्ज गरेर एम्बुलेन्स आयो होइन एम्बुलेन्सलाई साइड लाइट दिएर पठाइदिनुपर्छ के अन्त गाह्रो छ नि होइन जाँदैछौँ हामी सुनसानै छ जाडो छ जाडो कस्तो अहिलेसम्म अहिले 11 बज्न लाग्यो होइन 10-11 भइसक्यो जाडै छ नि भित्र अब चिसो त कतिखेर हो गाह्रो धान खोला नपुग्दै यता दो बाटो भन्ने ठाउँमा छौँ है साथीहरू यहाँ खानालाई रोकेको दुईवटा गाडी छ यहाँ खाना बन्दैछ सब्जीहरू पनि यही छन् खाना बन्छ खाना अर्डर गरिरहेको छ त्यही हो अब भरेसम्म त ट्याक्राकै पुगिहाल्छ नि होइन चिसो पानी चाहिँ अल्छीहरू बिस्तारै हिँड्दैछन् हाम्रो यहाँ सबै चाहिँ हाम्रो काकाले चाहिँ खाना लाग्नु भयो हाम्रो नि आउँदैछ रोस यस्तै हो हाम्रो ड्राइभर जिन्दगी ओ दाइ आउनु न बस्नु यी हाम्रो खाना आयो तातो फ्रेस यता पनि फ्रेस हुन्छ फ्रेस होइन ल यहाँ लोकेसन चाहिँ यही हो है जो बाटो यहाँ फोन गरेर अर्डर गऱ्यो भने मात्रै खाना बन्छ नि फेरि यहाँ त्यतिकै बन्दैन हेलो साथीहरू हामी चाहिँ अब अगै आइपुग्ला है दुईवटा गाडी यहीँ छौँ हामी सोलकोबाट क्या गोरु देखेको यार यहाँ फेरि यस्तो देखाएको छ एकजना दिन आउँछ यो चाँडै बन्छ गाडी ठिक छ भोलभाइ भनेर निस्किन्छ यो गाडी पनि त्यो रोड सुनसान छ ए गाडीहरू आइरहेको छ यहाँनिर हाम्रो यहाँ भइसक्यो अब यहाँबाट अगाडि गएर टायरमा नि हावा अलिअलि कम रहेछ हावा भर्नुपर्छ तिम्रो हाम्रो सर रोकेर नि यसरी बस्ने खालि केटले धोइदिएपछि के भनेर यार बिचरा दाइलाई यार बस्ने अलिक हामी चाहिँ अब हिँड्नेछौँ अहिले ओहो बादल त्यो अब हामी हिँड्नेछौँ जाउँ ल हामी चाहिँ यहाँ पछाडि टायरमा हावा पनि टायरमा हावा हाल्नुपर्छ त्यही भएर हो जाडो लागेको छ हाम्रो दाइलाई होइन गर्लफ्रेन्डले धोका दिएर जाडो लागेको भनेर ओहो के अरे ढकेरीमा छौँ हामी चाहिँ अहिले यहाँ चिया खान लाग्यो आगो तातो छ नि त चाय मगरलाई चिया कि अर्को चिया खानु पर्छ चाय गरम आयो चाय हो त अब ल हाम्रो त यहाँ चिया पनि आइसक्यो चिया सुहाउँदैन त्यहाँ नि त लिएर आइदिउँ किन लाग्यो
हल्लेको ल हानिहालौँ त एक सर्ट ठिक छ अलिक कडा कडा रहेछ कोदोको बरु क्या कोदोको 46 बिर्तामु 46 मा इटरी रे खोइ त उज्यालो ल हाम्रो चाहिँ यहाँ टाइम कार्ड भइसक्यो यो कर्णाली पुलमा पुग्ने टाइम कार्ड चिसो पानी होइन यहाँ कति छ 8:18 देखि 8:40 मा पुग्नु पर्ने हाम्रो चाहिँ गाडी त्यहाँनिर छ यहाँ चाहिँ टाइम पार्क लाग्छ यहाँ हो यहीँ हो बाघ भालु सबै ठाउँ यहीँ हो चराचुरुङ्गी यहाँ म यहीँ रोक्नु यहाँ दुर्लभ ठाउँहरू सबै यहीँ छ अनि चाहिँ हाम्रो गाडी बत्ती पनि बोलिरहेको छैन यहाँ त झलक्क देखिरहेको छ गाडी आहा एउटा गाडी पछाडि छ एउटा गाडी चाहिँ छुटेको छैन हो हामी कस्तो म दिँदो रहेछ ओहो बुढो बुढो देख्छ यार ल साथीहरू हाम्रो चाहिँ अहिले ट्र्याक्टर यहाँ कर्णाली अगाडि आइपुग्यो अब हामी यतै बस्छौँ होला अनि भिडियो कस्तो लाग्यो भनिदिनु होला सबैले त्यही हो जस्तो आउँछ त्यस्तै बनाएको हो मैले होइन जस्तो आउँछ त्यस्तै बनाएको यो चाहिँ डेली भ्लग लाग्ने छ हाम्रो होइन हामीले होटेल यहाँ खाना पाक्छ होला पाइसक्यो होला त्यसपछि भोलि बिहान उठेर जानेछौँ साथीहरू सबैले लाइक सेयर सब्सक्राइब गरिदिनु होला है ल धन्यवाद